एसएमा सबैभन्दा इम्पोर्टेन्ट क्वेसन यो लाइक cos 2 theta is equal to sin theta. यहाँबाट हामीलाई सोध्छ find the value of theta. अब हामीलाई क्राइटेरिया दिएको हुन्छ, कहिलेकाहीँ थोरै दिएको हुन्छ, कहिलेकाहीँ धेरै दिएको हुन्छ। मैले यहाँ म्याक्सिमम क्राइटेरिया दिएँ जब कि थीटाको भ्यालु 0 डिग्री भन्दा ठुलो र 360 डिग्री भन्दा सानो। मैले सबैभन्दा ठुलो क्राइटेरिया लिएको छु यसको लागि चाहिँ। ल अब सोल्भ गर्न थालौँ है त। ल हामीसँग सोल्युसन यो छ। अब यसमा सबैभन्दा अगाडि दुईटालाई एउटै साइडमा लिएर आऊँ। cos 2 थीटा माइनस sin थीटा इज इक्वल टु 0। अब हाम्रो काम भनेको चाहिँ यहाँनिर फ्याक्टराइज गर्ने हो, काटकुट्टा गर्न सकिँदैन। अब हामीलाई cos 2 थीटाको फर्मुला थाहा छ। cos 2 थीटाको फर्मुला फेरि धेरै छ। एउटा भनेको cos स्क्वायर थीटा माइनस sin स्क्वायर थीटा छ, 1 माइनस 2 sin स्क्वायर थीटा छ र 2 cos स्क्वायर थीटा माइनस 1 छ। अब यहाँ मध्ये कुन चाहिँ सुइटेबल हो र त? अभियसली हामीलाई फ्याक्टराइज गर्दाखेरि कमन लिनुपर्ने हुन्छ। अब यहाँ पछाडि हाम्रो sin थीटा छ भनेपछि हामीले साइनकै फर्मुला युज गर्नुपर्ने हुन्छ। ल cos 2 थीटामा हामीले 1 माइनस 2 sin स्क्वायर थीटा माइनस sin थीटा इज इक्वल टु 0 यति गऱ्यौँ। अब यहाँनिर त कमन लिन सकिएन, यो दुईटाबाट मात्रै कमन लिएर त भएन, फ्याक्टराइज भएन। हामीसँग तीनटा टर्म आएको छ भनेपछि यो क्वाड्रेटिक इक्वेसनमा गयो। अब क्वाड्रेटिक इक्वेसनमा जाने बित्तिकै हामी यसलाई फ्याक्टराइजेसन गर्छौँ। सबैभन्दा अगाडि माइनस कमन लियौँ, माइनस 1 प्लस 2 sin स्क्वायर थीटा प्लस sin थीटा इज इक्वल टु 0। यसलाई मिलाएर लेख्दा 2 sin स्क्वायर थीटा प्लस sin थीटा माइनस 1 इज इक्वल टु 0। यसलाई फ्याक्टराइज गऱ्यौँ भने हामीसँग हुन्छ 2 माइनस 1 इज इक्वल टु 0। 2 sin स्क्वायर थीटा प्लस 2 sin थीटा माइनस sin थीटा माइनस 1 इज इक्वल टु 0। यहाँबाट फर्स्टको दुईटाबाट 2 sin थीटा कमन आयो, sin थीटा प्लस 1, पछाडिबाट माइनस 1 sin थीटा प्लस 1 इज इक्वल टु 0। सरी, अब हामीसँग मिलेको sin थीटा प्लस 1 अनि रहेको 2 sin थीटा माइनस 1 इज इक्वल टु 0। अब अभियसली आइदर थीटा sin थीटा प्लस 1 इज इक्वल टु 0, sin थीटा इज इक्वल टु माइनस 1 हुन्छ, और 2 sin थीटा माइनस 1 इज इक्वल टु 0, 2 sin थीटा इज इक्वल टु 1 र sin थीटा इज इक्वल टु 1/2 हुन्छ। अब यहाँबाट हामीलाई थीटाको भ्यालु चाहिँ डिग्रीमा निकाल्नुपर्ने हुन्छ। त्यसको लागि अब हेरौँ है, माइनस 1 आएको छ। मैले यहाँ अलिकति कोरेँ। हामीले CAST पढेकै छौँ, ST। अब CASTमा हामीलाई यहाँनिर साइनको भ्यालु नेगेटिभ आएको छ। साइनको भ्यालु नेगेटिभ कहाँ हुने हो त? अब हामीलाई थाहा छ अल पोजिटिभमा सबै पोजिटिभ हुन्छ, यहाँनिर साइन पोजिटिभ हुन्छ भनेपछि यो दुईटा क्वाड्रेन्टमा चाहिँ हाम्रो साइन नेगेटिभ हुन्छ। यहाँ के हुन्छ? एउटा भनेको 180 प्लस थीटा हुन्छ, यहाँनिर 360 माइनस थीटा। 270हरू लिन पाइएन किनभने त्यहाँनिर हाम्रो रेसियोहरू चेन्ज हुन्छ। ल साइन थीटा इज इक्वल टु, यसलाई हामी अब माइनस साइन 90 डिग्री लेख्न पायौँ किनभने साइन 90 भनेको 1 हो। अब यो 90 डिग्री चाहिँ फेरि थीटाको भ्यालु होइन है। अब यहाँ हामी अझै लेख्छौँ 90 डिग्री आयो, हाम्रो थीटाको ठाउँमा चाहिँ 90 डिग्री आएको। अब 180 प्लस थीटामा साइन नेगेटिभ हुने रहेछ भनेपछि साइन 180 प्लस 90 एउटा भयो, अर्को साइन 360 माइनस 90मा अर्को भयो। यहाँबाट अब थीटाको भ्यालु के आउने भयो? एउटा भनेको 270, यहाँबाट पनि 270 नै आउने भयो। ठिक छ, यिनकै छ। अब अर्को साइडतिर जाउँ है त। यहाँनिर साइन थीटा इज इक्वल टु हाम्रो 1/2 भने कति हो? साइन 30 डिग्री। अब यहाँनिर पोजिटिभ भ्यालु छ भनेपछि एउटा भनेको यो अल पोजिटिभमा पर्यो, अर्को साइन पोजिटिभ। साइन पोजिटिभमा के हुन्छ? 180 माइनस थीटा र यहाँ
360 प्लस थीटा प्लस अब यहाँनिर चाहिँ हाम्रो यो साइन 30 डिग्री छ नि यो 30 पनि पर्छ थीटा इजिकल टु 30 पनि हुन्छ यसलाई अझै हामी के लेख्न पायौँ 180 माइनस 30 पनि लेख्न पायौँ र साइन 360 प्लस 30 पनि लेख्न पायौँ यहाँबाट थीटाको भ्यालु एउटा 30 डिग्री आयो 180 माइनस 30 150 डिग्री आयो अब अर्को 360 प्लस 30 390 डिग्री हुन्छ अब हामीलाई यहाँ क्राइटेरियाले कति भनेको छ 360 डिग्रीसम्म मात्रै जान पाइयो भनेपछि यो हाम्रो रिजेक्टेड भयो यहाँबाट थीटाको भ्यालु कति कति हुने भयो 30 150 270 यति चाहिँ हाम्रो फाइनल एन्सर हुने भयो है।